हेलो एभ्रिवान, नमस्ते। तपाईँलाई स्वागत छ टिएस युट्युब च्यानलमा। आज चाहिँ म सोल इन्टरनेसनल गार्डन सोमा हेर्न आइरहेको छु। सो यहाँ आज गार्डनहरूको सो छ, यानि कि विभिन्न किसिमका गार्डनहरूको फ्लावरहरूको सो फेस्टिभल लागिरहेको छ। त्यसको लागि हामी आइसकेका छौँ। आज चाहिँ विशेष गरेर यो रोजहरूको भेराइटीहरू आइटमहरू तिनीहरूको बारेमा आज तपाईँलाई म सो देखाउने छु। तपाईँ हेर्दै गर्नुहोला। यो चाहिँ सोलमा स्थित छ। सो आज चाहिँ यो विकेन्ड भएर होला, मान्छेहरूको भिडभाड पनि छ। सो सटरडेको दिन भएर पनि होला। आज मौसम पनि टक्क घुम्ने लायकको छ। हल्का पानी पर्ला जस्तो, बादल गरे जस्तो मौसमहरू छ। त्यही भएर पनि मान्छेहरू आज चाहिँ एकदम 1-2 दिन अगाडि पहिला गर्मी थियो, एक्कासी मौसम चेन्ज भएर हल्का आनन्द घुम्ने लायकको मौसम पनि रहेछ। सो त्यही भएर पनि मान्छेहरूको एकदम भिडभाड छ। हामी चाहिँ हाम्रो गन्तव्यतर्फ लागिरहेको छौँ। मसँग हाम्रो ग्यान्टे साथी पनि छ। अनि सो हामी दुईजना भएर आइरहेको, अरू साथी चाहिँ छुट्नु भएको छ। एन्ड आज चाहिँ हामी विशेष रमाइलो गर्नेछौँ, यहाँ हेर्नेछौँ। यहाँबाट नै स्टार्ट भइरहेको छ। सो अगाडिदेखि नै फ्लावरहरू टक्क सेलमा राखिरहेको छ। कतातिर जाने भन्ने भयो, आइटम टन्नै छ उतातिर पनि यतातिर नि। सो कहाँबाट हामी इन्ट्री गर्ने भन्ने कुरामा नै कन्फ्युज भइसक्यो। सो गाइस, हामी चाहिँ इन्ट्री गरिसकेको अवस्था। टक्क मान्छेहरूले साइडमा आफ्नो रोजहरू प्रदर्शन राख्नु भएको छ। यहाँ खेल्ने चिजहरू पनि छ। सो बच्चाहरू खेल्नको लागि यता सागहरू पनि टक्क राखेको रहेछ सो प्रदर्शनमा। सो फुलहरूको चाहिँ यही नै हाम्रो फर्स्ट फुलहरूको बिचमा चाहिँ विभिन्न आइटमहरूको फुलहरू राखिएको छ यहाँ टक्क। वाओ गाइज, यो चाहिँ फ्लावरहरूको कस्तो राम्रो डेकोरेसन गरिएको छ। सो टक्क हेर्न सक्नुहुनेछ। यहाँ निरा सर र मान्छेहरू पनि कति धेरै भिडभाड छ आज चाहिँ। रोजहरू हेर्नु न, क्या रोजहरू छ। ओ माइ गॉड, उठ्न लाग्यो क्या त्यसलाई। हामी चाहिँ एक भाग लगभग घुमिसक्यौँ। सो अब चाहिँ अर्को भाग घुम्न गइरहेको छौँ। यहाँ चाहिँ सरर देख्न सक्नुहुनेछ, पुरा गार्डन फेस्टिभलै लागिरहेको छ। माथि चाहिँ रोज फेस्टिभल लागिरहेको थियो, त्यहाँ हामी रोजबाट टक्क आइसक्यौँ। अब चाहिँ टक्क सरर र अर्को भाग चाहिँ अर्को भाग चाहिँ हामी सो हेर्न गइरहेको छौँ। आज चाहिँ मौसम पनि एकदम बवाल छ। मान्छेहरूले विभिन्न किसिमका आफ्नो गार्डनबाट लिएर सो प्रदर्शन गरिरहनु भएको छ। टक्क यो चाहिँ ठ्याक्कै आइपुगिसक्यो। हामी चाहिँ सौल पुग्छ। हामी जुन देखेर आएको चिजहरू चाहिँ हेर्नका लागि सो लाइनहरूको एकदम भिडभाड छ। लाइनहरू चाहिँ हामी जुन मेन चिज देखेर यहाँ हेर्न आएको चाहिँ सो हेर्नका लागि चाहिँ हाम्रो सो लाइनहरू टन्न छ। हामी पनि लाइनमा बसिरहेका छौँ। अहिले चाहिँ लाइन लगभग 100 जनाको होला पालो। 100 जना पछि सायद आई थिङ्क 100 जना पछि हामी आउँछौँ। हामी आएपछि जुन मेन चिज हेर्न आएको यहाँको चाहिँ मुख्य विशेषता कुर्दा सायद अब हाम्रो पालो होला जस्तो छ। नजिकैसम्म हामी सो हामी अलिक कुरिरहेको अवस्था। मान्छेहरू एकदम भिडभाड छ, मान्छेहरू टन्न आइरहनु भएको छ। सो हामी चाहिँ लगभग नजिक आइपुगेको छ। सो लाइन पछि अब हाम्रो पालो आइसकेको छ। हामी चाहिँ इन्ट्री गर्दैछौँ यहाँको टक्क। सो अब चाहिँ हामी चाहिँ इन्ट्री गरिसकेको अवस्था गाइस। सो अब धेरै टाढा छैन, तपाईँ देख्न सक्नुहुन्छ। सट्ट लाएर तपाईँ भिडियो बनाउनु न। सो हामी इन्ट्री गरिसकेको स्ट्रिट फुडहरू खान लागिरहेको अवस्था। यहाँ जहाँ कतै लाइन छ पुरा स्ट्रिट फुडहरूको। सो हामी चाहिँ अब के खाने भनेर चुज गर्दैछौँ। त्यही फेरि पच्दैन नि त। टक्क भिडभाडमा छ मान्छेहरूको। हामी चाहिँ खाने चाहिँ के भनेर हेरौँ। हामीले खाने चाहिँ टक्क डिसहरू चाहिँ यो के हो हेर त। यो पनि त्यही हो, सो नै हो। हेर त हामीले खाने आइटमहरू। ओ माई गॉड, फायर क्लब। अब टक्क खाना लाग्यो लाइन। अब चाहिँ घुम्दै हामीहरू थाकिसकेपछि, पानी प्यास लागिसकेपछि अब के गर्ने, पानी कहाँ खाने भनेर
चिन्ता पनि छैन। सो पानीको लागि चाहिँ यस्तो धारो यो टेम्पोरेरी धारो बनाइरहेको छ। टक्क यहाँ देख्न सक्नुहुन्छ पानी यहाँ खाने एउटा यतातिर बोतलहरू छ। यता चाहिँ डाइरेक्ट मुख लाएर खाने हो। खान तैँले खान टक्क। सो पानी खानु चाहिँ त्यही हो थिच ल। त्यसरी पानी खाइन्छ टक्क। पानी खानु चाहिँ व्यवस्था यस्तो हुन्छ गाइस कोरियामा विशेष गरेर टक्क। पानी खान गइरहेको छु। पानीको व्यवस्था पनि गरिएको छ यहाँनिर चाहिँ टक्क देख्न सक्नुहुन्छ। यहाँ पानी बोतल भरेर खानिन्छ प्लस यहाँ चाहिँ डाइरेक्ट मुखले खानिन्छ। यस्तो यहाँ बटन थिच्यो भने पानी आउँछ। सो म खाना गइरहेको छु हेर्दै हेर्नु। कुकुरले पानी खाँदा जस्तो हुने रहेछ। पानी टेस्टी पनि रहेछ मिठो पनि रहेछ गाइस। पानी पनि खाइन्छ। रोजहरूको टक्क सर र केरा पनि राखेको छ गाइस। केराको बोटहरू। वाउ रोज किनेर नयाँ त्यो रियल पोज त्यो चाहिँ रियल रोजहरू। सो यहाँ रोज चाहिँ यहाँ चाहिँ स्पेसल अझ बिल्कुल। फुलहरूको आइटम छ यतिखेर टक्क। फुल बाहेकहरू यहाँ केही छैन। मान्छेहरू एकदम भिडभाड छ। यस्तो रोजहरू राखेको छ यस्तो नयाँ टक्क। धुपी यता धुपी सल्लाह होइन गाइस। यहाँ त धुपी सल्लाह हो नि होइन टक्क। यो चाहिँ चिन्ने है हामी झन्नै धुपी सल्लाह। रोजहरू टक्क यहाँ रहेछ आइटमको रोजहरू। सो हाम्रो साथी बेच्दैछ। ओ माई गड। सो रोजहरू चाहिँ यहाँनिर यो चाहिँ रोजहरूको सेक्सन चाहिँ अहिले सकिसकेको छ लगभग। रोजहरू चाहिँ सक्यो। सो अब हामी चाहिँ अर्को नेक्स्ट गन्तव्यमा जानेछौँ। यहाँ हजनसिलको पनि व्यवस्था गरेर टोयलेटको व्यवस्था पनि रहेछ। सो यो कृत्रिम टोयलेट जस्तो टेम्पोरेरी टोयलेट केही समयको लागि मात्र राखिएको टोयलेटको व्यवस्था पनि छ। टक्क घुम्न जाँदा लाउँछ कि ओइ भारी हेलिकप्टर पनि रहेछ। ओइ हेलिकप्टर पनि रहेछ नि। जान पाउँछ त्यो स्टडीको लागि मात्रै हो कि के हो। हेलिकप्टर पनि राखेको रहेछ गाइस। माथि एयरप्लेन ट्याक्कै चढ्दैछ। ऊ सर्ट नेपाल जाने बेला पनि भएछ। त्यही नै हो गाइस। सायद यहाँबाट जान दिँदैन होला। जान दिन्छ बारुदहरू पनि रहेछ। ए जान्छ दिनु छ होला हौ। जान दिन्छ। सो जानु नर्मल। सो हामी गइरहेको छौँ। त्यहाँ गएर टक्क त्यहाँ जान्छौँ हामी। हेलिकप्टर पनि राखेको रहेछ यहाँ चाहिँ फोराङमेन सन्जे हामी गर्नु हो क्या। टक्क त्यहाँ अफिसहरू पनि रहेछ। यता यिनीहरू त बेबी घुमाउन ल्याएर रहेछ नि। त्यही भएर त्यही स्टुडेन्टहरूको लागि रहेछ। त्यो स्टुडेन्टहरू भयो त्यहाँ नजिक के जानु हो। टक्क हेलिकप्टर चाहिँ यही नै हो गाइस। यो के म्युजियम हो र सेफ्टी सेन्टर भित्र के हुन्छ। सो गाइस यहाँ झर्ना पनि राखिएको छ टक्क। नेचुरल पानीमा झर्ना झर्ना पनि बबाल आइरहेछ। झर्नाको आवाज आइरहेछ होला मेरोभन्दा ठुलो चाहिँ टक्क। झर्ना यहाँ फोटो खिच्नका लागि टक्क दामीहरू राखिरहेको छ। फोटो लाइन बाई लाइन। जोस आजको घुमघाम कस्तो भइरहेछ मिस्टर मनोजजी? रमाइलो भइरहेछ हो। मौसम पनि एकदम राम्रो छ आज हो। अदर भाइ हेर्न चाहिँ मौसम चाहिँ फेरि एकदम ठ्याक्क मनपर्ने मौसम चाहिँ एकदम बबाल आएको कि न गर्मी न जाडो ठ्याक्क मिलेको कि एकदम राम्रो छ मौसम। त्यही फोटो भिडियोलाई मात्रै अलिकति हो। जोस आज चाहिँ बोर चाहिँ भएन। घुम्नलाई चाहिँ एकदम मौसम एकदम ठिक छ आज। ए कोरियाबाट सही ठाउँमा घुम्न आज जस्तो लाग्यो हो। ठिक छ
तर यो जे भन्ने पनि फेरि फ्री अफ कोस्टको पार्क हो नि त, त्यही भएर नि त्यही भएर नि मजा होला। राख्नु जस्तो लाग्ने ठुलो रहेछ पार्क पनि। ए खोला पनि राखेर रहेछ हेर त, सानो सानो खोला पनि रहेछ हौ यहाँ त। अब माई गड टक्क यस्तो खोलाहरू राखेर मान्छेहरू यो खोलालाई हेर्नका लागि पनि विदेशमा यति सानो पानी बग्दा पनि हेर्ने मान्छेको यत्रो भिड छ। हामी त है त्यस्तो झर्ना भएको देशबाट आएको मान्छे, हामीलाई कोही म्याटर छैन, तर हाम्रो झर्ना देख्ने भन्छ यिनीहरू ठाउँका ठाउँ ढल्छन्। मलाई अलिक घुमघाम गइरहेको छ, मौसम पनि बबाल भइरहेछ, मान्छेहरू पनि जसै बेलुका टाइम हुँदैछ सो मान्छेहरू पनि भिडभाड पनि बढ्दैछ। अहिले चाहिँ टक्क मान्छेहरू आफ्नो यहाँ पिकनिकहरू पनि सुरु भइरहेछ, माथि कन्सर्टहरू सुरु भएको छ, सो त्यो कारणले गर्दा हल्ला पनि आइरहेको छ, कन्सर्टहरू इन्जोय गरिरहेका छन्। आज चाहिँ होलिडे भएर मान्छेहरू चाहिँ एकदम विशेष मान्छेहरूको उपस्थित छ। सो हेर्दै गर्नुहोस्, भइरहेछ तपाईँलाई गर्मी भइरहेछ, टक्क यहाँ चिसो एसी चलाइरहेको छ, यस्तो नेचुरल टाइपले बनाएर टक्क यहाँ सो यति ठुलो फ्यान हुने रहेछ, यति चिसो हावा यहाँ चाहिँ यस्तो चिसो आछ। एसीको काम पनि गरिन्छ, तर आज मौसममा खासै आवश्यक चाहिँ छैन यो, यस्तो सुविधा पनि छ कोरियाको गार्डन पार्कहरूमा यस्तो राखेर छ। मनोज कस्तो चिसो आहा हो यो चाहिँ गर्मीको मौसममा चाहिँ यो चाहिँ गर्मीको बेलामा चाहिँ बबाल हुन्छ गाइस। आज चाहिँ जाडो भएको कारणले गर्दा खासै त्यस्तो छैन, नत्र भने यस्तो गार्डनहरूमा पनि यस्तो सुविधा राखिएको हुन्छ। यहाँ चाहिँ विशेष गरेर कोरियाको गार्डनहरूमा चाहिँ कलङ्की बस पार्क गङ्गबु बानेश्वर कोटेश्वर गाइस कुनमा जाने कुनमा रेडी छ रेडी, यहाँ कुनमा जाने कुन भन्नुहोस् ल, तपाईँहरूको चोइस अनुसार ल गाइस। आजको भिडियो हेरेर तपाईँलाई रमाइलो भयो होला। सो हामी आज चाहिँ विशेष गरेर यहाँको फ्लावर फेस्टिभलको केही दृश्यहरू देखायौँ हामीले, सो त्यही हेरेर तपाईँहरू इन्जोय गर्नु होला। भिडियोमा केही कमी कमजोरी भयो होला, सो तपाईँलाई जस्तो लाग्छ त्यो कमजोरीहरू औँलाई दिनु होला, त्यही अनुसार आफ्नो कमेन्ट गर्नु होला। सो मन परे लाइक सेयर गर्नु होला। आजको भिडियो चाहिँ यति नै, अर्को भिडियोमा भेट्ने बाचा गर्दै आजलाई भने हस्त नमस्ते, बाई बाई।